कुर्सी त खाली है यार। ए एमाले म टोइलेट गएको बेलामा गएको थिएँ। ए महँगो बसिहाल्नुपर्छ, एमालेलाई फेरि बस्नु दिँदैन। कुर्सी त खोसिसकेर बसिसकेपछि यो एमालेको बिखरै छ नि। एमालेको एमाले भनेपछि त किन्न हो किन्न आँखा छाडै गरे त। घन्टीबाजी हो घन्टी, घन्टीले कसैलाई घन्टी छुनु दिँदैन। बल्ल बल्ल महँगो पायो यार बस्नुलाई, धेरै महिनापछि। एमाले त परै झन्डे अब कुर्सी छोड्नुहुन्न, एमालेको बहुमत ल्याउनु पर्यो। एमालेको बाउ भए पनि यो कुर्सी छोड्दैन, देश चलाउनुपर्छ। घन्टीको राज्य चल्छ, राज्य घन्टीको, नभए हाम्रो गोजी रित्तिन्छ। अब एमालेले आश नगर, जति पहिला हालेको पैसा जेन्जी आन्दोलनमा होला बनिबास ख्याल गर। ढोडाइहाल्यो, अलिअलि ब्याङ्क भयो नि बस्दा खाँदै सकिहाल्छ। अब टोइलेट गएको बेलामा अब फेरि अलिअलि भ्रष्टाचार गरेर गर्नुपर्छ। अब कुर्सी छुएर बस्ने काम नगर, एमालेको बहुमत ल्याउनुपर्छ। अब होइन, जङ्गलको राजा हो म, राजा। घन्टी भनेको जङ्गलको राजा। पहिल्यैदेखि भित्र खोरमा हाल्दै आएको छु, याद गर। म पनि एमालेको, एकचोटि चितार्नु पर्यो भने अलिअलि थुपर्नुपर्छ। दिन्छु, नयाँ सरकार हो, नयाँ सरकार। अहिले केटाहरू यत्तिकै लाग्छ अझै, केटाहरूलाई पाल्नु पर्यो जिन्दगीभरि। खोरमा हाले थाहा छ कि छैन। फेर घन्टीहरू, यो कुर्सी मेरो बाउको वीरताको होइन, युवाको सरकार, युवाको। यस्तो बुढो गुरुहरूलाई त बोखरले कसरी आइदिएर छेउ लाउनुपर्छ, यस्तो बच्चाहरूलाई बोखर गुरुलाई कसरी छेउ लाउनुपर्छ मलाई पनि राम्रो गरी थाहा छ। मलाई मात्रै थाहा छ, मलाई मात्रै थाहा छ। हेर, धेरै नभुक, कुर्सीमा बस्नु पायो भनेर यस्तो बुढो बुढोहरू छेउमा बिलमा झार्नु त कसरी झार्नुपर्छ। धेरै नभुक, भुक्ने कुकुरले कहिले टोक्दैन, घन्टी हो। मलाई राम्रो गरी आउँला गनी गनिकन थाहा छ। कुर्सीमा म पनि बसेको हो दर्रो। याद राख एमाले, यो कुर्सीमा बस्ने काम छैन। यो कुर्सी युवाको हो, युवाको, घन्टीको। नभुक्ने कुकुरले चित्याउने बेलामा फेरि थाहा होला। जन्मदेखिको एमाले हो, एमाले।